नमस्ते। आज हामी सुटिङ स्पटमा छौँ। क्यामेरा देखिनु भएको छ, हाम्रो सेटअप देखिनु भएको छ। आज हाम्रो एकदमै टिपिकल भिलेजको सिन रहेको छ। हामीसँग एक्ट्रेस हुनुहुन्छ आज करिश्माजी र एक्टरमा बद्रीजी र डिरेक्टरमा हाम्रो दिपेन्द्र सर। अहिले हामी सबैलाई परिचय गराउने नै छौँ। अनि हाम्रो क्यामेरामा हुनुहुन्छ विनोदजी। सबैजना हाम्रो पुरानै टिम रहेको छ, एकदम इन्ट्रेस्टिङ हुन्छ। सुटिङलाई कम्प्लिटली यो भिडियोलाई हेरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरेर नभुल्नु होला है त। थ्याङ्क यू। सुरु हुँदैछ है। मेकअप हुँदैछ। हेलो, हाउ इज एभ्रिथिङ गोइङ अन? एभ्रिथिङ इज गोइङ भेरी गुड। अब माइक त छैन यहाँ, माइक गुड। अनि आमास थ्याङ्क यू सो मच। के भन्नु पर्यो? यो आज एकदमै यहाँ ठकुरी गाउँमा सुरु हुँदैछ, लामाटारमा लुबुमा। एकदम राम्रो इन्भाइरोमेन्ट छ, गाउँको भिलेजको एस्थेटिक लुक्स छ। यहाँ अहिले चाहिँ ब्रेकफास्ट भइरहेको छ भने हाम्रो बद्रीजी एक्टर र लक्ष्मीजी एन्ड देन रचनाजी र हाम्रो करिश्माजी हुनुहुन्छ एक्टिङमा। सो एकदम रमाइलो भइरहेछ। अनि जो सुटिङको माहौल रेडी हुँदाखेरि अब एकदमै अब जुन सोचेको भिजुअलाइज इमेजिनेसन थियो पिक्चरमा मतलब पेपरमा, त्यो चाहिँ अब भिजुअलमा पनि आउला आउला जस्तो महसुस भइरहेको छ। थ्याङ्क यू। मेकअप आफै गर्दैछ। अनि लुक चाहिँ डाउन भन्नु हो, त्यति हो। केटी आयो धेरै हो सर। बोल, कस्तो छ? के क्वेसन्सहरू सोध? कति हो सोध? आर यु ह्याप्पीहरू सोध? छोडेर आज मान्छ त? कोट्टाउँदा नि कोट्टाउँदिने यो मान्छे। छोरी हुन्छ नि त। आमा के छ हालखबर? यो टपरी हिजो घर पूजा सक्यो नि त। यो टपरीको मलाई हिजो कत्रो आवश्यक थियो भन्ने सोचिरहेको थिएँ क्या। तपाईँलाई बनाउनु आउँदैन टपरी? सकिन्छ। प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट। कस्तो राम्रो टपरी बनाउनु। कति माया गर्नुभएको आमाले? कति माया गर्नुभएको आमाले? छोरा बुहारी के हो? बुहारी भयो खै बुहारी? नमस्ते। अहिले मसँग हुनुहुन्छ हाम्रो हामी जहाँ सुटिङ गर्दैछौँ उहाँको घरबेटी दिजु अनि मुमा होसिन्छ। अनि हामी सुटिङ गर्ने क्रममा चाहिँ हाम्रै गोत्यार होसिन्छ उता बैतडीकै चन्द। हामी चन्दन भेटेका छौँ आज। हलै स्वागत छ। थ्याङ्क यू। हजुरको के घरमा आज पहिलोपटक सुटिङ हो कि पहिला पनि भएको थियो? पहिला चाहिँ हरिवंश र मदन कृष्णले गरेको थिए पहिली पनि। ए, अनि कस्तो अनुभव भइरहेको? कस्तो एकदमै रमाइलो कि कस्तो? रमाइलो भन्दा नि यस्तो रमाइलो त धेरै देखेको होइन। आफ्नो दाजुभाइ आफ्नो ठकुरी भेट्दाखेरि चाहिँ अलिकति ठिक छ, एकदम राम्रो छ भने जस्तो चाहिँ भएको छ मलाई। अब यो लामाटारमा हजुर त्यो पनि चन्द ठकुरीहरू जो चाहिँ अलमोस्ट लोप भइसकेको, जुन धेरै कम जनसङ्ख्या छ नि त,
यहाँ कति वर्ष अगाडि आउनुभयो कसरी आउनुभयो यहाँ अब चन्दहरू यो त्यो चाहिँ मलाई थाहा भएन होइन मेरो त्यो पुस्तावली हेर्दाखेरि चाहिँ जिजु बुवाहरूको जिजुको पालोमा आइसक्यो अरे यहाँ ए जिजुको पाला बैतडीदेखि अलमोस्ट 3-4 पुस्ता भयो भयो बैतडीदेखि यहाँ 3-4 पुस्ता त्यो पनि काठमाडौँमा चन्दहरू भेटिनु भनेको एकदमै कोइन्सिडेन्ट भनौँ न यसलाई है अब हामी म पनि चन्द हजुर पनि चन्द है अब हामी अब भेटघाट गराउनु पर्छ हामी अब यतिकै वेलकम छ हामी पनि अलवेज हामी त तपाईँले नभने नि हामी सर्ट हजुर नभने सर्ट आइहाल्छ हामी केही छैन समस्या छैन ल हजुरलाई मेरो च्यानलमा स्वागत छ र फेरि हामी आउँछौँ भने बाजा गर्दै अहिले छुट्टी जाऊ है त ल थ्याङ्क यू तर मलाई धेरैजनाले त विराटनगरतिरको हो भनेर सोच्छ तपाईँ कहाँको हो त काठमाडौँको हो तर घर चाहिँ अब ड्याडीको रामेछाप खाडा देवी साथ टिमु गाउँ होइन हुर्केको चाबहिल वार्ड नम्बर 7 यता मित्र पार्कतिर पढेको श्री पशुपति मित्र माध्यमिक विद्यालय अनि आइडियल कलेज अनि आरआर कलेज धेरै रहेछ त नि क्वालिटी भए मान्छे के अरे देशले चिन्न नसक्ने स्रष्टा क्या देशले चिन्न कस्तो मजाले क्या हावा आएर साथ दिएको अलि ग्ल्यामर बोल्नु गर्ने हो र है त देखाउन अनि कन्ट्रास्ट के गरेर यस्तो गरेको थियो यस्तो नि गरेको है अस्ति कहिले मायाले कान्तिपुरमा तपाईँले मलाई चाहिँ कस्तो उसले जस्तो त्यही भनेको कि ग्ल्यामरहरू चाहिँ गरेको छैन लाइक मलाई चाहिँ उसलाई त्यस्तोमा पनि उसले कस्तो देखिन्छ मेरो चाहिँ बासमा त्यस्तो स्पेसल हो नि त नाति बोकेर आयो त्यति चाहिँ त्यति भएपछि ओके ल त्यति चाहिँ गर्नुहोस् बुझ्यौ ल अब त्यो चाहिँ प्यान जानुपर्छ है फेसबाट सट्टा खुसी भएको त्यतिवटा छ ब्याग जानु पर्यो सुरुमा क्लोज हुन्छ होइन आमाको एक अब त्यो नातिनीहरू आफ्नो लाइट दिनुपर्छ लाइट चाहियो लाइट चाहिँ अलिकति अगाडि जानु देखिन्छ त फेरि कहिले ए कहाँ आयो बाबु हजुर देखाउनुहोस् त कहाँ आयो बाबु कहाँ आयो त्यो टाइगर सम्म ल नाक्सिम कस्तो हो तपाईँकै हो कस्तो नाके फुले हो र हेरौँ त एक्टर ड्राइभर समाउनु ल यति आउँछ है त खेल्दैछ फोकस गइसक्यो कट फेरि फोकस हल्यो हेलो नमस्ते सबैजनालाई अहिले हामी ठ्याक्कै टी ब्रेकमा छौँ टी ब्रेकमा चाहिँ हाम्रो दुईजना आर्टिस्टहरू हाम्रो डाइरेक्टर साहबहरू होइन सबैजना हुनुहुन्छ नाम पनि भनिदिनुहुन्छ कि आर्टिस्टहरु बद्रीजी अनि हाम्रो करिश्माजी अब फुल नेम त मलाई अलिकति कन्फ्युज हुन्छ होइन त्यही पनि आई विल ट्राई माई बेस्ट बद्री तिवारी अनि करिश्मा केसी त्यो झन्डै अर्को भएछ के अनि हाम्रो विपुल सर अनि कस्तो लाग्यो तपाईँलाई यो आजको एक्सपिरियन्स भनिदिनुहोस् न एकदमै खुसी लागिरहेको छ ब्याक टु ब्याक बच्चा पाइरहेको छु होइन छिनछिनमा खुसी भइरहेको छु सेकेन्ड टाइम म है भिडियोमा कस्तो यो भिलेज कस्तो यो ठाउँ चाहिँ कस्तो लाग्यो लोकेसन चाहिँ राम्रो छ मेरो त फर्स्ट टाइम हो यस्तो लुबु साइडतिर आएको चिसो छ तर रमाइलो छ सेट पनि रमाइलो छ हाम्रो सर पनि रमाइलो हुनुहुन्छ सर रमाइलो छ होइन बल्छ तपाईँलाई के छ मलाई नि एकदम रमाइलो लाग्यो फर्स्ट टाइम है हामी सँगै काम गरेको फर्स्ट टाइम यो ठाउँ नि फर्स्ट टाइम टिम पनि फर्स्ट टाइम होइन म टिकटकमा अब रिल्सहरुमा देखिरहेको होइन फर्स्ट टाइम टिम नै होल टिमै फर्स्ट टाइम जे भयो नि इन्ट्रेस्टिङ छ माहौल पनि चिसो मौसम छ अब सायद होइन के हुँदैन ल एनिवेज थ्याङ्क्स फर टिचिङ मी हाउ टु टक होइन एनिवेज थ्याङ्क यू भेरी मच केही भएन
विपिन सर खै त तपाईँ के बोल्यो तपाईँ के भन्नुहोस् न म त के भन्ने आज रमाइलो भइरहेछ जे होस् उहाँहरूसँग फर्स्ट टाइम काम गर्दा पनि जे होस् खुसी लागिरहेछ होइन म चस्मा निकाल्दिनँ म फेरि मलाई निकाल्छ अङ्कल देख्छ फेरि ल